एम्बिसन गुरु एप मोबाइलबाट कसरी चलाउने? घुन्सा फाउन्डेसनद्वारा सञ्चालित निशुल्क अनलाइन क्लास लिन अल्मलिनु भएको छ। आज हामी तपाईलाई एम्बिसन गुरु एप सजिलो तरिकाले कसरी चलाउने भनेर सिकाउँदैछौँ। सबैभन्दा पहिले आफ्नो मोबाइलको प्ले स्टोर वा एप स्टोरमा जानुहोस्। त्यहाँ एम्बिसन गुरु एप खोजेर डाउनलोड गर्नुहोस्। अब दर्ता गर्नका लागि आफ्नो मोबाइल नम्बर र नाम राखेर रेजिस्टर गर्नुहोस्। त्यसपछि तपाईको मोबाइल नम्बरमा एउटा ओटिपी कोड आउँछ। प्राप्त भएको ओटिपी कोड हालेर कन्फर्म नाउमा क्लिक गर्नुहोस्। बधाई छ, तपाई एम्बिसन गुरु एपमा सफलतापूर्वक रेजिस्टर हुनुभएको छ। रेजिस्टर भइसकेपछि तपाईको स्क्रिनमा तपाई यहाँ कुन विषय पढ्न खोज्दै हुनुहुन्छ भन्ने वेलकम पेज देखिनेछ। त्यहाँ तपाईले पढ्न चाहनु भएको एसईई कक्षा 10 नेपाली माध्यम 2083 वा अंग्रेजी माध्यम 2083 को कोर्स देख्न सक्नुहुन्छ। अब आफूले पढ्न चाहेको माध्यम छनौट गर्नुहोस्। त्यसपछि एनरोल नाउमा क्लिक गर्नुहोस् अनि लेट्स गेट स्टार्टेडमा क्लिक गर्नुहोस्। अब तपाई होम पेजमा पुग्नुहुनेछ। होम पेजको टुडेज लाइभ क्लास सेक्सनमा तपाईले आज कति बजे कुन सब्जेक्टको लाइभ क्लास हुन्छ भन्ने जानकारी पाउन सक्नुहुन्छ। बेलुका 6 बजे टुडेज लाइभ क्लास सेक्सनमा रातो इन्डिकेटर देखिने बित्तिकै जोइन नाउमा क्लिक गर्नुहोस्। केही समयपछि तपाई सिधै लाइभ क्लासमा जोइन भएर क्लास अटेन्ड गर्न सक्नुहुन्छ। अब होम आइकनको छेउमा भएको स्टडी आइकनमा क्लिक गर्नुहोस्। यहाँ सिलेबस सेक्सनमा तपाईले एनरोल गर्नुभएको कोर्स अनुसार विभिन्न सब्जेक्टका भिडियोज र नोट्स पाउन सक्नुहुन्छ। डिस्कसन फोरममा रहेको प्लस आइकनमा क्लिक गरेर आफ्नो क्वेशन पोस्ट गर्न सक्नुहुन्छ। आन्सर थाहा भएका साथीहरूले तपाईको क्वेशनमा डाइरेक्ट रिप्लाई गरेर सहयोग गर्न सक्छन्। आस्क सेक्सनबाट तपाईले नबुझेको कुरा सब्जेक्ट वाइज गुरु चुज गरेर सोध्न सक्नुहुन्छ। तपाईले फोटो, भिडियो, अडियो वा टेक्स्ट मार्फत आफ्नो क्वेशन पठाउन सक्नुहुन्छ। यसरी एम्बिसन गुरु एप प्रयोग गरेर तपाई घरमै बसेर सजिलै निशुल्क अनलाइन क्लास लिन सक्नुहुन्छ। अब ढुक्क भएर क्लास जोइन गर्नुहोस्, पढ्नुहोस्, सिक्नुहोस् र आफ्नो तयारी अझ राम्रो बनाउनुहोस्। धन्यवाद।